गाडी पल्टेको छ अरे ल हेर्नु बाइक पनि छिर्दैन भन्दै हुनुहुन्छ यहाँ दाइले भर्खरै पल्टे जस्तो छ है एउटालाई रोकेछ अर्कोलाई पठाउने टाइपको खै छैन भित्र थियो होला सायद है भाँचिएर है माथिको पहिरो आएर त्यहाँबाट त्यसरी अझै पनि हाम्रो बाटो बनाउने गाडी छ बन्दैछ यहाँ रोड छ है यसरी यहाँ सबै हेर्नु छ हजुरहरूले देख्न सक्नुहुन्छ ढलाइदिएको छ प्रकोप हेर्नु होला हजुरहरूले यतातिर हेर्नुहोस् यो साइडतिर हेर्नुहोस् जरा जरा ल हेर्नु सबै रुखहरू निस्केर ल हेर्नु नदी हेर्नु पुरै बनाइएको छ यस्तो हेर्नु होला पराले यसरी देख्न सक्नुहुन्छ यो नदीले कस्तो किन यस्तो एन्ट्री लगाइदियो त्यो यो घुमा न उठ्यो अगाडिको मिलान लाग्यो यो घुमा न त्यसले मिला न कता बढी गएर पुरै आउँदैन ए उज्यालो ल मिलान लाग्छ हजुरले देख्न सक्नुहुन्छ यही नदी के अरे यो नदीमा घरै यसरी हेर्नु होला अहिले पल्टाइदिएको छ यो दरबार पार्दैछ गाडीले गर्दा जान देखाउँदैछ हजुरलाई
बाटै यस्तो बनाइदिएको छ ल हेर्नु। घाम बनाइदियो गाडी पल्टेको छ अरे ल हेर्नु। बाइक पनि छिर्दैन भन्दै हुनुहुन्छ यहाँ दाइले। भर्खरै पल्टेको जस्तो छ है, हेर्न सक्नुहुन्छ। गाडी भर्खर पल्टेको जस्तो छ, मान्छेहरू कुद्दै छन्, हेर्न सक्नुहुन्छ। म जुम गरेर देखाउँछु हजुरहरूलाई। जानु बाइकरहरू जानु। हेलो जानु आजको भात चाहिँ भकुन्डे बेसी गाडीको कारणले गर्दा आजसम्म हामीले यात्रीजनहरूले दुःख भोगिरहनु परेको छ। बाटो त्यहाँदेखि बाटो छैन, माथि त्यो जोइन्ट रोक्न बाटो यो सबै बाटो होइन त, यो माथि बाटो छ क्या माथि। ए माथि बाटो खोला यो खोला देखाइदियो। रोक रोक यही खोलाको कारणले चाहिँ दर्शकले है यसरी बगिरहेको यो खोलाले गर्दाखेरि ल हजुरले हेर्न सक्नुहुन्छ। त्यहाँदेखि बाटो छ अलिकति जोडिएको है, त्यो बाटोको भित्र अब यतातिरको बाटो उहाँहरू हजुरलाई म देखाइदिन्छु अलिकति। ल त्यहाँबाट बाटो जुन छ नि यो बाटो ठ्याक्कसँगले गायब भयो। अब यो बाटो गायब भएर यहाँसम्मको यो भित्तो, यो पुरै यो भित्तो ठ्याक्कसँगले गएर यहाँ आएर जोडियो। ल हेर्नु त यतिभरिको बाटो छैन ल दर्शकहरू। यहाँबाट बाटो भाँसिएको गर्दै गर्दै गएर त्यहाँ गएर त्यो बाटो त्यहाँनिर चाहिँ जोडिन्छ। ल यी खोला रिफाइन अनि यस्तो प्रकोप भयो बाटो छ यार, त्यही भनेर नि ढुङ्गा हेर्नु ढुङ्गा पर जहाँनिर बाटो गायब भएको थियो यहाँ हेर्नु होला हजुरहरूले एकैछिन सर। म यहाँ रोक्नुहोस् त, म यहाँ देखाइदिन्छु। ल यही बाटो चाहिँ गायब भएर है, अब यो बाटो यसरी आएको सबै यो खोला बगेको छ माथिको पुरै यहाँसम्म सबै बाटो काटेरै ल भर्खर बनाएको बाटो यहाँबाट चाहिँ जोडियो होइन। त्यहाँ छ त्यो आदि बाटो छ, त्यहाँबाट सबै तल लगेको बाटो सिन्धुलीको बाटो के भन्छ भनेको ल कस्तो बाटै छैन खोइ बाटो सब खोलै खोला हिँडिरहेको छ हामी। त्यो बाटै छैन नि साँच्चै खोइ त नि यहाँ माथि थियो होला, यही माथि थियो क्या, यही माथि थियो क्या। ए सायद यही माथि थियो होला है। कति हो
यहाँबाट यसरी सिधा आएको रहेछ बाटो भेटियो माटो कहाँबाट आएला पुरै उहाँबाट पहिरो गएर के हो यो सबै झरेछ यो खोलाले होइन त अनि यो कहाँ बगिरहेछ तल तल यो भित्र होइन कि घुमेको ए कता ए खिचिरहेको छ फेरि पानी गराउँछ यहाँ मैले बनाउनु पर्छ सरकार हामी धेरै तल झरेका छौँ है यहाँ आएर बाटो राख्यो यहाँबाट बल्ल ए माथि माथि यो भित्र गएको थियो ए बल्ल भेटो बाटो भेटो ल छ हेर्नु होला बाँड बाँध्ने काम जारी छ यहाँबाट यसरी भाँचिँदै है पानी पानी यहाँ बगेको देख्न सकिन्छ यी माटै छैन हेर्नु त माथिको छँदै छैन तल तल पार्नु परेको छ हेर्नु वहाँनिर हेर्नु होला त्यहाँनिर छ बाटो यो सबै माथि जान्छ होइन मदन माथि माथि हिँड्छ हामी यसरी तल हिँड्नु परेको छ यहाँ आएर फेरि घाँसिलो बाटो कति बिजोग बनाएको रहेछ
अहिले जाला कि भरे जाला कि भनेर बसिरहेको थियो घर हेर्नु होला। अनि यहाँबाट बाटो छैन यो अब फेरि अब यसरी हिँड्नु परेको छ। यस्तो राम्रो बाटो थियो। ल हेर्नु होला ल यस्तो घर कसरी अडिरहेको यार अझै चाहिँ अडिरहेको बाटो यहाँबाट छैन ढलेको थियो। ल हेर्नु यो नदीले कस्तो कुराहरू दिएको रहेछ। ल हेर्नु बाटो भाँसिएको। ल ल यो के भएको यो ए यो माथि बाटो होइन त ए माथि थियो बाटो बहुत राम्रो बनाएको थियो जापानले त्यहाँ थाहा हुन्छ त्यहाँ कति मोटो ढलान गरेर रहेछ बाटो त कति मोटो ढलान। ल यसरी सबै भाँस्यो। ल हेर्नु त बाटै छैन। ल हामी अब बाटोलाई छोडेर यता हिँड्नु परेको छ। कति मोटो ढलान हेर्छ। बाटो अब फेरि गयो बिचमा बाटो आउँछ बिचमा छैन बाटो उडाइदिरहेको छ। त्यही त गएको बाटो फेरि हामी यसरी हिँड्नु पऱ्यो फेरि छोडिन्छ। यसरी भाँसेर यहाँ फेरि बाटो यहाँबाट ल हेर्नलाई बाटै छैन पुरै ल खोलाले जापानको बल्यो र त्यही होइन यसरी ल हेर्नु त यहाँ माथि बाटो हिँड्थ्यो छैन बाटो यहाँ सबै पानी बगेर उ त्यस्तो डाँडा बनाइदियो। डाँडामा हरियो परियो केही छैन पानी बगेर माथिसम्म पानी बग्थ्यो। फेरि यहाँ बिचका घरहरू के भयो होला हेर्नु ल यहाँ पानी यति माथि जलमय भयो। यहाँबाट बाटो भेट्छ यहाँबाट हामी फेरि बाटो खान्छौँ। कस्तो बनाएको छ यहीँ छ यसरी एउटा सानो बगिरहेको छ नि कुनै बेला यहाँ आउँछ त्यो बेलामा त हेर्नु त त्यो माथि बग्ने सबै खोला यसरी बाटो यहाँ बल्ल जोडियो फेरि बाटो ठिक छ दर्शकवृन्दहरू यो माथि ल बाटो हिँड्छ घरहरू हेर्नुहोस् त राम घरको हरिबिजो भएको ल हेर्नु घर कस्तो राम्रो भएको ल हेर्न सक्नुहुन्छ। घरको हालत हेर्नु होला घरको हालत हेर्नु कस्तो ल हेर्नु त्यो घर त्योभन्दा अगाडिको घर सबै भएका छन् है हेर्न सक्नुहुन्छ। माथिसम्म सबै पानीले गर्दाखेरि ल हेर्नु यो पुरै बगर बनाइदिएको छ सबै। ल हेर्नु त यस्तो थियो त ल हेर्नुहोस् त यो सबै पानी लिएर कहाँ त्यो त यता कताबाट आएको पानी पुरै बुझिरहेको छैन। अर्को खरे खोला यो खोला सङ्गम जस्तो थियो
तल तल कुद्दैछ बनाउन लागेको थियो क्या पुल पुल थियो पुल ल दर्शकले हेर्नुहोस् यसरी पहिरो गएको थियो हाम्रो अस्तिको बाढीले गर्दाखेरि यसरी सबै खोलाले खोलाएको छ माटोहरू यहाँ पनि यसरी गएको रहेछ यत्रो खाल्डो भएछ हेर्नु यो सबै पानी पुग्थ्यो यसरी डाँडो यहाँ गुफा जस्तै बनाइदिइसक्यो अर्कोलाई पठाउने टाइपको कहाँ हो कहाँ खै छैन भित्र होला सायद है बाटो अब बल्ल रासिन जाँदैछौँ डाँडो डाँडो बाटो पुग्थ्यो यसरी भाँसिदियो बल्ल यहाँनिर आएर बाटो हाम्रो भेट्यौँ फेरि यहाँ भेट्यौँ नि के गर्नु त्यहाँनिर फेरि हामी सक्छौँ
ल हेर्नु यो टाढा भयो यो पनि कति ठाउँ हान्ने बाटो माथि पुग्यो भने हामी सबै बाटो बगाएर यता तलबाट यहाँ पठाएको छ बाटो फेरि हाम्रो गाँसिँदैछ ल हेर्नु यहाँबाट गाँसिन्छ अब यस्तै यस्तै तरिकाले हाम्रो धुलो त ठुलो पो रहेछ कत्रो धुलो चल्न सबै भाँच्यो अलि तल बाइकको चक्का भाँच्यो हेर्नु फेरि बाटोलाई भेट्यौँ अब यहाँबाट बाटो हाम्रो सुरु भयो ल हेर्नु आइ ल हेर्नु पर्छ घरि बाटो हुन्छ घरि बाटो हुँदैन यसरी चाहिँ हाम्रो ल हेर्नु